नमस्ते गाइज। अहिले हाम्रो गाउँमा पानी पर्दैछ है। दिनभरि गर्मी थियो, अहिले पानी परेर शीतल फिल भइरहेछ। असारमा एकदमै कम्ती पानी पर्यो योपालि। असार सकिन लागिसकेछ। मैले यो बिरुवाहरू लिएर रेडी बनाएको थियो रोप्नलाई, त्यो पनि त्यत्तिकै भएको थियो। अब चाहिँ भोलि म रोप्छु। यो चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाबाट चाहिँ ल्याएको हो 100% अनुदानमा। यो विशेष गरी चाहिँ बाख्रा पालन किसानहरूलाई चाहिँ उहाँहरूले दिनुभएको थियो, जुन चाहिँ जोनमा आधारित जोनमा आबद्ध किसानहरू छौँ हामी। यो घाँसको जातमा चाहिँ किम्बु, राईखन्यु, बडर र चिउरीका केही बोटहरू छ। म यो कति सकिन्छ आज रोप्नेछु। आज कति सकिन्छ म बिरुवा रोप्नेछु। अलि बिराम भएको कारण धेरै त सकिन्न होला, कति त पहिले सकेछ। अब चाहिँ म टुङ 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 काम गर्छु। तपाईँहरू मेरो भिडियो हेरेर साथ दिनु होला। ल गाइस, म ठ्याक्कै बिरुवा रोप्ने ठाउँमा छु अहिले। यो चाहिँ मेरो घर नजिकै हो। पहिला नि यहाँनिर बिरुवा रोपेको थिएँ मैले। यो बारी अलिक ठुलो बनाउने क्रममा केही मासेको छ, केही डिलरमा छ। तपाईँहरू पनि पशुपालन, त्यो पनि व्यावसायिक पशुपालन गर्नुहुन्छ भने चाहिँ घाँसको एकदमै जो चाहिँ गर्नु होला, उन्नत घाँसहरू लाउने गर्नु होला। यसले हामीलाई धेरै नै फाइदा गर्छ। कम लागतमा राम्रो उत्पादन लिन सकिन्छ। म चाहिँ काम सुरु गरेँ, तपाईँहरू मेरो भिडियो हेरेर साथ दिनु होला। गाइस, आजले चाहिँ फाइनली काम सकेछ। म अलिक बिरामी भएको कारण धेरै रोप्न पनि सकेन। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।